हेलो हेलो म चाहिँ अब मेरो ड्युटी सक्यो। मेरो ड्युटी सकेर चाहिँ म अब रुम जाँदैछु। अहिले रातिको 11:40 भइसकेको छ। म चाहिँ रुम जानु पऱ्यो भनेर तल टक 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 तल जाँदैछु। तल जाने बित्तिकै यहाँनिर मुखसुख धुनु पऱ्यो भनेर टक्क यहाँनिर गएँ हो। यसो अनुहार पनि हेरेँ आफ्नो कस्तो छ भनेर। मुखसुख धोइसकेर म चाहिँ अब टक्क निस्केँ। निस्केर म चाहिँ आफ्नो ड्रेस चेन्ज गर्ने ठाउँमा जाँदैछु। ड्रेस चेन्ज गरिसकेर म चाहिँ यहाँनिर कपडा आफ्नो ड्रेस राखेँ लन्टीको लागि। लन्टीमा दिनको लागि र इन आउटको लागि म आउट गर्दैछु अहिले। आउट गर्ने ठाउँ यहाँनिर टक्क छ हो। 11:40 भइसक्यो, तपाईँ देख्न सक्नुहुन्छ। अनि यहाँनिर टक्क टाटाको फोटो पनि छ। हाम्रो कम्पनी टाटाको हो नि त। त्यसपछि यहाँनिर सेक्युरिटीहरूले मजाले चेक गर्दैछ। अब मैले चाहिँ पनि गरेँ चेक। त्यसपछि म आफ्नो स्कुटी लिएर टक्क अगाडि बढेँ अहिले हो। अगाडि बढ्दाखेरि चाहिँ टक्क मेरो अलिकति अगाडि जाने बित्तिकै पेट्रोल सकियो। पेट्रोल सकेर टक्क यहाँनिर पेट्रोल हाल्न आएको। पेट्रोल हालिसकेर मैले चाहिँ टक्कसँग 200 रुपियाँ पेट्रोल हालेँ। टक्क एमजी रोडको अगाडिपट्टि छ पेट्रोल। त्यसपछि हालिसकेर म सरर आफ्नो रुम जाँदैछु हो। रुम जाँदैछु पनि निलचन्द्रको बाटो अहिले यस्तो बनाएको छ, खराब बनाएको छ। अब पिच गर्ने कहिले हो थाहा छैन। जाँदै 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 म चाहिँ अगाडिपट्टि टक्क एउटा बिरालो आयो। बिरालोले सट्ट बाटो काट्यो। बाटो काट्यो पनि केही छैन। त्यस्तो एउटा मान्छेको भ्रम मात्रै हो बाटो काट्दा के हुन्छ भनेर। तर मेरो पार्किङमा गएँ। म पार्किङमा पुगेपछि पार्किङ पुरा फुल थियो। फुल थिएपछि मैले यतापट्टि आफ्नो गाडी राखेँ। गाडी राखेर म सट्ट जाँदैछु रुममा। रुममा पुगेर सुचमा मोबाइल हेर्दै थिएँ, बसिरहेको थिएँ। हस् त बाई, गुड नाइट।